यो म्यागी र हेर्नु न गाई यस्तो लाथलिङ्गे भएर आएछ मेरो रुम चाहिँ। हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। म चाहिँ ममता सुना, तपाईँहरूलाई मेरो नयाँ दिन र नयाँ भिडियोमा स्वागत छ। साथीहरू आज चाहिँ हामी घरको रासनहरू ल्याउनु जानु आँटेको छ। त्रिसाले चाहिँ यस्तो काम गर्छ, ऊ भाडा बोल्दैछ भाडा बोल्दैछ त्रिसा। सामान ल्याउनु गएको हौ। अब चाहिँ हामी गएको। आजको दिन चाहिँ यस्तो भइरहेछ, मजाकै दिन छ। घाम त लागेको छैन तर घुमेको दिन भन्छ। गाइस हामी चाहिँ आइपुग्यो। गाइस हामी यो दोकानमा चाहिँ आउँछु हामी रकलाइनको। म चाहिँ घर पनि आइपुगेँ। म चाहिँ अहिले एकछिनमा देखाउँछु सामानहरू चाहिँ के लिए भनेर। अहिले चाहिँ म ट्युसन पढाइहाल्छु। सो गाइस अहिले चाहिँ बेलुकै भइसकेको छ। अब चाहिँ म देखाउँछु तपाईँहरूलाई मैले के लिएको थिएँ भनेर अघि। अहिले चाहिँ अन्धारै भइसक्यो। अब देखाउने छु म के लिएको थिएँ भनेर है। म स्ट्यान्डमा फोन लगाउँछु अनि त्यसपछि देखाउँछु। यहाँ चाहिँ छ सामान, यहाँ एउटा उ त्यहाँ दुईवटा अनि यो बाल्टिङमा पनि छ। यो चाहिँ सरफको बाल्टिङ हो। चाउ चाहिँ 5 किलो, सेम्पू, कोलगेट, यो सरफ, यो चाहिँ 2 केजीको सरफ आउँछ यो बाल्टीवालामा। यो चाहिँ राम्रो लाग्छ, सरफ पनि पायो, बाल्टी पनि पायो। बाल्टी पनि हामी कति राम्रो छ। सिरम, मोइस्चराइजर, क्रिम, जेनिभा रहेछ।
यहाँ चाहिँ छ प्याज, यो चाहिँ प्याज चाहिँ काट्नु। यो चाहिँ एक चाना टमाटर चाहिँ होइन उतिकै छ मटर। यो पनि दाल के चाहिँ दाल, यो चाहिँ मुसुरी दाल। आटा चाहिँ सो गाइस मेरो सामान चाहिँ यति नै छ। हामीले चाहिँ महिनाभरको लागि एकैचोटि उठाउँछौँ नि त सामानहरू। हामी चाहिँ बार ल्याउँदैन कि दोकानदेखि एकैचोटि नै लिएर आउँछौँ होलसेलदेखि नै। सो गाइस मैले चाहिँ खानाहरू पनि बनाइसकेँ, हामी सबै सामानहरू पनि मिलाइसकेँ। अनि म चाहिँ अहिले रुममा आएर यहाँ हेर्नु न गाई यस्तो लाथलिङ्गे भएर आएछ मेरो रुम चाहिँ। मलाई चाहिँ कपडा मिलाउनु छ, अघिदेखि निकालिरहेको कि दिउँसैदेखि म मिलाउँछु भनेर। आज मिलायो, भोलि पर्सि फेरि त्यस्तै भइहाल्छ कि। यस्तै भने म चाहिँ अब कपडाहरू मिलाउनु आएको छु मिलाउँछु भनेर नि त यताको त्यस्तै भइहाल्छ कि। अब चाहिँ म फटाफटी मिलाउँछु। यतै गर्नुहोस् है। कसको चाहिँ यस्तो हुन्छ कपडाहरू, आज मिलायो भोलि चाहिँ बिग्रिहाल्ने कि। मेरो त्यस्तै भइहाल्छ। मेरो सोच्छ अब चाहिँ मलाई यस्तो धेरै मिलाउनु छ, अब चाहिँ म फटाफटी मिलाइहाल्छु। हेर्नु गाई कहिले चाहिँ मिलाइसक्नु होला म। मैले चाहिँ लुगाहरू पनि सबै मिलाइसकेँ यतातिर, अनि सबै गोद्रेजतिर पनि हालिसकेँ, यहाँ ट्रलीतिर पनि हालिसकेँ। अनि गाइस जो चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। यति भन्दै यो भिडियोलाई चाहिँ म यहाँ एन्ड गर्छु। अब फेरि म नेक्स्ट भिडियोमा भेट्छु गाइस। बाई।